कार्यक्रम हुँदैछ हो हाम्रो। ल आज के हुन्छ? डोडोले हो वहाँ पनि चाहिँ अहिले चाहिँ बाटो पार गर्ने क्रममा छौँ है। हाम्रो कोरिया अपडेटको साझानी गोविन्द बानिया भाइ, मोहन बानिया, अशोक भण्डारी, मेरो भाइ, मेरो दाई र हाम्रो ईश्वर भाइ, रविन भाइ, मदन भाइ, खोइ दिनेश दाई खोइ त आयो 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 डोडोले गाइस अलि राम्रो देखाउँछ त्यसले, तर फोटो खिच्न खोजेको मैले हैन। ल अब मिल्यो है फोटो खिच्यो, भिडियो चाहिँ भिडियो भएर चाहिँ केटा ठकिन होला यो त केटा आहा। हाम्रो कोरिया अपडेटको साझानी गोविन्द बानिया भाइ, मोहन बानिया, अशोक भण्डारी, मेरो भाइ, मेरो दाई र हाम्रो ईश्वर भाइ, रविन भाइ, मदन भाइ, खोइ दिनेश दाई खोइ त चाहिँ अहिले चाहिँ बाटो पार गर्ने क्रममा छौँ है। हामी चाहिँ अहिले सेजोङ किङ राजाको चाहिँ दरबारतिर आइरहेको छौँ है। ल हामी चाहिँ यहाँ तरबारभित्र छिर्दैछ है। दरबारभित्र पानीको फोहरा ओहो कस्तो बनाएको, हाउस जस्तो बनाइदिइरहेको यार, कस्तो कडा यार। कोरिया हो नि, कोरिया यी हेर्नु त। आमा आहा ल म पनि छिर्छु है। आमा के हो यस्तो, ओहो पानीको हाउसभित्र गर्मीमा आमा सबले ओहो कति राम्रो आएको, कहाँ थियो ओहो यहाँ भान्जीको फोटो पनि रहेछ। ओहो घोडा दौड पढ्यो कि त। अबको यात्रा हाम्रो चाहिँ कहाँ अरे, सौलटार होइन? सौलटारको लागि हामी चाहिँ वेटिङमा छौँ है।
ड्रेस लाउने ठाउँ हानबोक भन्छ। कोरियाको ड्रेस लाउने भित्र यहाँको कल्चरको बारेमा जान्न बुझ्नको लागि हामी छिर्दैछौँ है। ल हामी यहाँ भित्र छिरिहाल्यौँ। यहाँको माहौल हेर्नुहोस् त कस्तो छ। चौलको ख्याङबुङमा चाहिँ हामी यो कोरियाको राजदरबार ख्याङबोकुङ प्यालेस भन्छ, इङ्ग्लिसमा चाहिँ ख्याङबोकुङ भन्छ क्या। त्यसमा चाहिँ हामी टी काट्दैछौँ। अब एकछिनमा चाहिँ हामी डोडोल गाइजहरू त्यहाँ जानेछौँ है। त्यहाँको माहौल म देखाउने छु फेरि। हेर्नुहोस् यहाँको यो गेट हो, यहाँभित्र छिरेपछि ल गाइजर डोडोल गाइजर यहाँ गेटबाट इन्ट्री हुँदैछ। अनि खान्छ अब डोडोल केटाहरू यहाँ आएर के खान्छ कुन त आमा मान्छेहरू ओहो यस्तो विशेषता छ यहाँ। यो चाहिँ हाम्रो लिच्छवीकालीन राजदरबार जस्तै रहेछ कि यहाँ पनि बैसी चौची राज्यको राजगद्दीहरू छ यहाँ भित्रभित्र। मान्छे पहाडको छेउछाउमा पो आइसक्यो त हामी त। कत्रो कत्रो पहाडहरू छ त यहाँ पनि कोरियामा पनि। ठ्याक्कै यो त पारीको हाम्रो बोरङ्जाको धुरी जस्तो देख्छ त। ल हाम्रो के 2-4 शब्द जाओस् त डोडोले गाइजहरू। अहिले हामी धेरै घुमेर थकित भएर अहिले यो पार्कमा आएर चाहिँ यसरी यो पार्किङमा भनौँ न यो कस्तो रमाइलो ठाउँ रहेछ। अनि ठाउँ पनि कस्तो रमाइलोको ट्याक्कै हाम्रो डोडोको 10-11 जना केटालाई ट्याक्क मिल्ने बनाइदिएको राउन्ड कुर्ची रहेछ। ट्याक्क लाएर चिसो हावा खाँदैछौँ, आनन्द लिँदैछौँ। पानी चाहिँ अब ल्याउने हो, बाहिर गएर किनेर ल्याउनुपर्छ। हाम्रो नेपालको रानी पोखरी यस्तै पोखरी रहेछ राजदरबारको पछाडिपट्टि। हामी चाहिँ अहिले राष्ट्रपति भवनको ठिक पछाडिपट्टि छौँ। अब चाहिँ हामी त्यहाँ जाँदैछौँ है। के अरे सिपाहीबाट फोटो खिच्दैछु। मान्छे हो कि के हो र यो तस्बिर हो र जम्न त मैले ठाउँ होइन त राजदरबारको गेटमा छौँ हामी। मौसमले च्यालेन्ज गर्दै जस्तो छ। बाटो काट्ने क्रममा हामीहरू
यार चिकन आनी सबैले भेजै खाऊँ पो सादा खाउँछ भने खाना खानु त हुँदैछ दाल भात तरकारी सलाद चटनी घिउ पापड यति बेला खै त पानी एकछिन ल यति बेला चाहिँ खाना सुरु गर्छ है भाइ हामी भात खाँदैछौँ है हामी डडाको यति बेला हिँडाहरू यति बेला पैसा